यहाँहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको यो जुन कार्यक्रम हामीले गऱ्यौँ त्यसमा लाक्पा सरले एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँले विगतदेखि नै भन्दै आउनुभएको चाहिँ हाम्रो एउटा नेपाली कम्युनिटीलाई केही न केही हामीले स्थानीय सरकार मार्फत केही न केही हिसाबले सहकारी गर्न सक्यो र यहाँका आम जति पनि समस्याहरू छन् ती समस्याहरू समाधान गर्नको लागि स्थानीय सरकारले चाहिँ के हदसम्म चाहिँ सहकारी गर्न सक्यो भने चाहिँ हामीले पक्कै पनि समस्या जति पनि छन् नेपालीहरूका ती समस्याहरूमा मलम लाउन सकिन्छ कि भन्ने कुराहरू उहाँले बारम्बार गर्दै आइरहनु भएको थियो हामीसँग पनि। उहाँले बाहिर देखिएर सबै सङ्घ संस्थाहरूसँग अगाडि आएर भन्दा पनि उहाँले आफ्नो हिसाबले जति पनि गर्नुपर्ने थियो उहाँले निरन्तर गरि नै रहनु भएको छ। यहाँले पनि देख्नु भएको छ, बुझ्नु भएको छ। हर हिसाबले उहाँले आफ्नो व्यक्तिगत हिसाबले सहयोग गरिरहनु भएको छ। यति मात्रै हो कि उहाँ एकदम धेरै भाषणहरूमा कार्यक्रमहरूमा देखिनुहुन्न। उहाँले नितान्त रूपमा सामाजिक हिसाबले काम गरिरहनु भएको छ। त्यो हामीले देखेको कुरा भएको कुरा पनि हो, किनभने उहाँले चाहिँ भिसाका समस्याहरू पनि समाधान गरिदिँदै आइरहनु भएको छ धेरै नेपालीहरूका। र उहाँले अर्को कुरा चाहिँ खेङ्गिदो प्रान्तमा रहनुभएका खेङ्गिदो सरकारसँग सहकारी गर्ने विषयमा पनि धेरै कुराहरू पहिला भन्दा अहिले हामीले धेरै जानकारीहरू पनि पाइरहेका छौँ। यो पनि राम्रो पक्ष हो भनेर मलाई लागिरहेको छ। एउटा खेङ्गिदो प्रान्तसँग उहाँ जोडिनु भयो। उहाँ मात्रै आफू मात्रै नजोडिकन अन्य सङ्घ संस्थाका जुन अध्यक्षज्यूहरू हुनुहुन्छ, तपाईँ हामी जो पनि छौँ, उहाँहरू पनि सिधै कनेक्सनमा जान सकोस् भनेर उहाँले यो कदम उठाइरहनु भएको छ र हामीलाई चाहिँ त्यो माध्यम एउटा देखाइदिनु भएको छ। त्यसको लागि म लाक्पा सरलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र यहाँ उपस्थित भएर आज यहाँ जति पनि विषयवस्तुहरू आए, हाम्रा विदेशमा आइसकेपछि आउने समस्याहरू त धेरै नै छन्। ती समस्याहरूसँग एक एक कुरा स्थानीय सरकारले समाधान गरिदियोस् भन्ने अपेक्षा हामीले राख्न मिल्दैन, किनकि हाम्रै नेपाल सरकारले हाम्रा ती समस्याहरू समाधान गर्न सकेका छैन भने अर्काको देशको अर्काको स्थानीय सरकारले चाहिँ त्यो अपेक्षा राख्नु चाहिँ हामी पनि त्यो राम्रो होइन जस्तो लाग्छ। किनभने यहाँका ती एजेन्डाहरू यहाँको सरकारले स्थानीय सरकारहरूले केही एजेन्डाहरू ल्याएको छ, त्यो एजेन्डामा रहेर चाहिँ हामीले आफ्ना मागहरू राख्न सक्छौँ र हामीले यो शीर्षकमा चाहिँ सहकारी गर्न सक्छौँ भनेर जुन शीर्षक छुट्याइदिएको छ एउटा स्थानीय सरकारले, त्यो टपिकमा चाहिँ हामीले चाहिँ उहाँहरूसँग सहकारी गरेर अगाडि बढ्न सक्ने एउटा खालको कार्यक्रम चाहिँ छ। त्यही कार्यक्रमको बारेमा लाक्पा सरले चाहिँ हामीलाई जानकारी दिइरहनु भएको छ। पक्कै पनि त्यो कुराहरूले बुझिरहनु भएको छ र हाम्रा यवत समस्याहरू, भिसाका समस्याहरू, कामका खोजीका समस्याहरू, मानसिक तनावका समस्याहरूदेखि लिएर धेरै समस्याहरू त्यो हाम्रो गभर्मेन्टले चाहिँ हाम्रा विभिन्न सङ्घ संस्थाहरूले त्यसमा काम गर्न अग्रसर भइदियोस् भन्ने त स्थानीय सरकारको चाहना नै छ। विगतदेखि नै त्यो चाहना राखेको हामीले अन्य कार्यक्रममा पनि त्यो सुनि नै रहेका छौँ। तर हामी त्योभन्दा अलिकति समस्या आइसकेपछि त्यसको समाधान खोज्ने प्रयास गरिरहेका छौँ। त्यो चाहिँ अलिकति गलत भइरहेछ कि मान्छे मरिसक्छ, डिप्रेसन भइसक्छ, मरिसक्छ, मरेको लास पठाउनको लागि हामी रकम सङ्कलन गरिरहेका छौँ। त्योभन्दा पहिला चाहिँ कमसेकम हामी मानसिक रोगबाट बस्नको लागि हामीले के गर्न सकिन्छ, डिप्रेसनमा जानै नलिनको लागि कस्तो खालको कार्यक्रम गर्न सकिन्छ, त्यो बारेमा छलफल गरेर अगाडि बढ्दा राम्रो हुन्छ कि भन्ने कुरा नै विषयगत कुरा हो। कतिपय कानुनी झन्झटमा परिसकेका छन् साथीभाइहरू। कानुनी झन्झटमा परिसकेका साथीभाइहरूलाई चाहिँ निकाल्नको लागि वकिल अदालत धाउनुभन्दा त्यो कानुनी झन्झटबाट बस्नको लागि हामीले के गर्न सकिन्छ भन्ने विषयहरू सूचित गर्न जरुरत छ। र औद्योगिक दुर्घटनाबाट धेरैजना घाइते भइसकेपछि घाइतेको उपचार, इन्सुरेन्सको कुरा गरिन्छ। त्यो बाहेक हामीले चाहिँ त्यो हुनै नदिनको लागि हामीले के गर्न सकिन्छ, यस्ता विषयमा चाहिँ सङ्घ संस्थाहरूले सोचिदिनुपर्छ। अबको दिनमा चाहिँ केही नयाँ गरौँ न, कति कार्यक्रम गर्ने, नाच्ने गाउने त्यो एक ठाउँमा छ, संस्थामा रकम सङ्कलन गर्ने एक ठाउँमा छ। तर प्रत्यक्ष श्रमिकलाई सहयोग हुने खालका कार्यक्रमहरू हामीले गऱ्यौँ भने त्यसले चाहिँ प्रत्यक्ष श्रमिकलाई धेरै सहयोग पुग्छ भन्ने कुरा नै स्थानीय सरकारको अहिलेको हामीसँग सहकारी गर्न खोज्नुको तात्पर्य हो कि जस्तो मलाई लाग्छ। र म कार्यक्रम सञ्चालकको हिसाबले यहाँ TVNK सरले जुन प्रस्ताव ल्याउनु हो त्यसमा यो कार्यक्रममा जोडिन पाएर यसको सँगै एउटा सदस्यको रूपमा चाहिँ यहाँहरूसँग पनि परिचय गर्न मौका पनि पाएँ। यसको लागि म धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र म कमला केसी, मेरो म पनि पर्व समाज दक्षिण कोरियाको महासचिव हो। म पनि समाजमै आबद्ध छु। त्यो हिसाबले आज अध्यक्षज्यू पनि हामीसँग हुनुहुन्छ र म पर्व समाजमै आबद्ध भएको र म त्यसको पनि महासचिव भएको र न्युज केन्द्र बिन्दु समाज जुन हामीले अनलाइन पत्रिका चलाइरहेको छौँ त्यसको प्रधान सम्पादक पनि हो। र यहाँले समाचारहरू केही सम्प्रेषण गर्नु छ या अन्य धेरै कुराहरू मिडिया मार्फत जानकारी दिनु छ भने पनि सम्पर्क गर्न सक्नुहुनेछ भन्ने जानकारी पनि व्यक्त गर्न चाहन्छु। र आगामी दिनमा पनि यहाँहरूको निरन्तर सहकार्यको लागि अपेक्षा गर्दै मैले पनि केही गल्तीहरू त्रुटिहरू भएर माफी माग्दै बिदा चाहन्छु। नमस्ते, धन्यवाद।